यो देश अहिले पनि बनेन भने कहिले पनि बन्दैन भनेर साथीहरूले भनेका छन्, हर ठाउँमा भनेका छन्। तपाईँ भोट माग्न जाँदाखेरि आमा बाहरूले रुँदै के भनेका छन् तपाईँलाई थाहा छ? बाबु यो देश बचाऊ भनेका छन्। सुन्दाखेरि यो देश बचाऊ कति सामान्य कुरा हो नि, कति गहन कुरो छ, कति गहिरो कुरो छ, कति ठुलो कुरो छ भन्नुहोस् त। यो देश बचाऊ हामी जस्ता सामान्य मान्छेको हातमा, नीलो झन्डा फरफराउँदै हातमा घन्टी बोकेर हिँडेका हाम्रा हातमा, हाम्रा काँधमा देशका ज्येष्ठ नागरिकदेखि बालक बालिकाहरूलेसम्मले यो देश बचाऊ भनिरहेका छन्। यो जिम्मेवारी हो, ठुलो शक्ति हामीले प्राप्त गरेका छौँ। जति ठुलो शक्ति त्यति ठुलो जिम्मेवारी साथी हो। कृपया यो जिम्मेवारीको महसुस यहाँहरूले गर्नुहोला। म जो जहाँ जुन ब्याकग्राउन्डबाट आउनुभएको छ म सबैलाई स्वागत गर्न चाहन्छु। म साथीहरूलाई यति भन्न चाहन्छु, म तपाईँहरूको मिडिया प्रेजेन्सप्रति कहीँ कतै दुःख मनाउ गर्दिनँ, तर आफू अभिव्यक्त हुनुभन्दा पहिला तपाईँले पार्टी पङ्क्तिसँग सरसल्लाह गर्नुहोला। तपाईँको सानो बोलीले मतदान गर्ने अर्को मानिसको चित्त नदुखोस्। तपाईँको सानो अभिव्यक्तिले देशका महत्त्वपूर्ण सम्बन्धहरूमा आँच नपुर्याओस्। देशका कयौँ गहन विषयहरू हुन्छन्, अर्थतन्त्र लगायतका विषयहरूमा तपाईँका हल्का टिप्पणीहरूले हामीप्रतिको आशा निराशामा बदलिन सक्छ। त्यसकारणले मैले एउटा अभिभावककै हिसाबले तपाईँहरूलाई सचेत गराउन खोजेको हुँ आजको यो भेटघाट कार्यक्रममा। अब संसदको सेसन चलेभन्दा बाहेक तपाईहरूको भेट जनतासँग हुनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नुहोला। तपाईँको निर्वाचन क्षेत्रमा कुनै पनि मान्छेले दुःख पायो भने त्यसको सम्पूर्ण जिम्मेवारी तपाईँको हुनेछ, किनकि तपाईँलाई उसले जिताएर पठाएको हो, आफूले सुख पाउँछु भनेर पठाएको हो। तपाईँलाई सुख दिन होइन, तपाईँका माध्यमबाट मैले र मेरो परिवारले सुख पाउँछ होला भनेर तपाईँलाई भोट दिएर पठाएको। त्यसकारणले ठुला ठुला हल या ठुला ठुला विदेशी कार्यक्रमहरूको सेमिनारमा होइन, ती गाउँ टोल बस्ती चिया चौतारोहरूमा आफ्ना सांसदहरूलाई देख्न चाहन्छु। हामीले नागरिकसँग करार गरेका छौँ, नागरिक हामीलाई भोट हाल्न तयार थिए, तर पनि हामीले अतिरिक्त प्रतिबद्धता किन गऱ्यौँ भने हामी कमिटेड छौँ। यसपटक परिवर्तन गरेरै छाड्ने हो, यसपटक काँचुली फेरेरै छाड्ने हो भनेर हामीले नागरिकसँग करार गरेका छौँ। त्यो करारका अक्षर अक्षर पढ्नु होला। तपाईँहरूमध्ये कोही यहीँ भएकै हलहरूमध्ये नै कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ, तर कृपया मन्त्री बनाइदिनुहोस् भनेर या मिडिया ट्रायलमा म फलानु मन्त्री भनेर त्यस्तो चिजलाई बन्द गरिदिनु होला, किनभने अहिलेसम्म केही पनि थाहा छैन। पार्टीले क्याबिनेटमा कसलाई पठाउँछ भन्ने कुराको निर्णय आज यतिखेर तपाईँसँग उभिँदासम्म हामीले गरेका छैनौँ। पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईँले भन्नु पर्दैन। हामीलाई थाहा छ, तपाईँहरूको विज्ञता थाहा छ, तपाईँहरूको क्षमता थाहा छ। कयौँ साथीहरू देखिएको देखिए गर्नुहुन्छ, कयौँ साथीहरू छेकिएको छेकिए गर्नुहुन्छ। पार्टीले छेकिएका साथीलाई पनि हेरिरहेको छ। तपाईँहरूको काँधमा पनि बाँड्न चाहन्छु कि रासोपालाई प्राय अराजक छन्, रासोपा समर्थकहरू अत्यन्त धेरै असहिष्णु छन्, सामाजिक सञ्जालमा गाली गलोजमा उत्रन्छन्, व्यक्तिगत गाली गलोजमा उत्रन्छन्, छुनै हुँदैन, बोल्नै हुँदैन, गाली गरिहाल्छन्। त्यस किसिमको एउटा छवि बनेको छ। म सम्पूर्ण समर्थक साथीहरूलाई बताउन चाहन्छु, अब त्यसबाट बाहिर निस्कनुपर्छ। रासोपाले प्रशिक्षण गर्न पाएको छैन। 3 वर्षमा आक्रमण झेल्दै आएको रासोपाले आफ्ना सदस्य साथीहरूलाई राम्रोसँग प्रशिक्षित गर्न पाएको छैन। तर यही समाजका पात्रहरू भएको हुनाले तपाईँले समाजका विभिन्न तह र तबकामा लिनुभएको प्रशिक्षणले तपाईँको व्यक्तिगत आचरणलाई देखाउँछ। त्यसकारणले सम्पूर्ण रासोपा समर्थक साथीहरूलाई म जिम्मेवार भएर अभिव्यक्त हुन सामाजिक सञ्जाल, सामाजिक प्लेटफर्महरूमा, सार्वजनिक प्लेटफर्महरूमा अत्यन्त जिम्मेवार भएर प्रस्तुत हुनको लागि अनुरोध गर्न चाहन्छु। यो रासोपाले जितेको होइन, यो देशले जितेको हो। हामीले प्रमाणित गर्नुपर्दछ।